Magengben. मुलाहरू 7-8 बजीसम्म सुत्छ गयो अब पकाइदिएको छ खानुलाई के गरी खान्छ होला मुलाहरू सजिलो छ आजभोलि केटाहरू बाउको होटल हो गयो खायो हिँड्यो 10 बजी 8 बजीसम्म सुत्यो केही काम छैन मुलाहरू के गरी खान्छ पनि एक भाइ छोरा हुन पनि गाह्रो रहेछ अब ढाडिएर हिँड्यो कहाँ हिँडेको गाईहरू भोकै छ बाख्रा बिहानदेखि कराएकै छ अब 8 बजीसम्म सुतेर उठ्यो भात खायो अब हिँड्यो लन्टेङ गाई बस्तुहरू पर घाँस काटेर लगाइदिए त्यहाँ बारीमा तल गएर घाँस चाहिँ किन काटिदिनु पर्छ हौ छोड्यो जङ्गलमा छोड्दा भइहाल्छ त अनि जङ्गलै जङ्गल त घाँसै घाँस छ खाएर आइहाल्छ नि नसिकाए रुपी जस्तो फ्याट 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 मुख नबजा फेरि गुलेलीले पनि खुत्रुक्कै होलास् नि आज त्यो गाउँमा दसैँको लागि सबैजना त्यहाँनिर बाटो खन्नु जानुपर्ने म बाटो खन्नु जान्छु त गाई बस्तु हेर बाख्रालाई म बाटो खन्नु जान्छु गएको गयो अब त्यहाँ बाटो खन्नु जान्छु त जा तर त्यहाँ पुगिनस् भने नि भरे बेलुका फेरि गाउँको मान्छेले आएर फल्ना चाहिँ आएन भन्यो भने तेरो घरमा बास हुँदैन नि बुझिराख कस्तो कस्तो केटाहरू खै के गरी खान्छ यस्ता मुलाहरूले होइन अरू पनि यस्तै छ कि यो लन्ठेङ्गा यो साह्रै भएन